नजिक हुँदाखेरि पनि भेटेन भेटेन अरे बोल्नु सकेन आज यो भएन बिग फ्यान अफ डाक्टर शशाङ्क ताम्राकार हियर अघि क्याम्पको अगाडि थियौँ हामी डेन्टल छिर्नेभित्र होइन अनि त्यहाँदेखि उहाँले चाहिँ परबाट चिन्नु भएछ बाहिरबाट भित्र बसिराख्नु भएको काठको छेउमा भन्यो अनि त्यहीँबाट सशङ्क हो कि क्या हो भन्दै अनि हेरिराख्नु भएको थियो भने सशङ्क नै हुँदो रहेछ यस्तो हेर्नु त आँखा पनि फ्यान भनेपछि त्यस्तो हुनुपर्छ क्या अनि आँखा पनि कस्तो तेज है के भन्छ अफसोसको बात यो छ बसिरहेको थियौँ त्यहाँ दाइले सुन्नु भएछ सशङ्क भनेको हो अनि त्यहाँदेखि म बोलाइदिन्छु बस नि त भनेर यहाँ छ बिग फ्यान सशङ्क सर यतै हुँदा पनि बोल्ने शक्ति नभए बसिगएको बोली फुटेन सास फेरेन नि एकछिन त अब बिग फ्यान हुँदा त त्यस्तो पो हुँदो रहेछ है नजिक आउँदा त सास पनि साँच्चै होला एकछिन त सास पनि फेर्नु भएन होला अहिले चाहिँ गाडी टट गरेर हर्न बज्दा पनि सशङ्कको गाडी हो कि क्या भन्ने सुन्नु न अब मलाई होइन सेतो कार्ड देख्ने बित्तिकै शशाङ्क ताम्राकार सरको याद आउने भयो यसो हेर्छु म जुनै सेतो कार्ड आए पनि म शशाङ्क ताम्राकार सरलाई हेर्छु हो कि भनेर के भन्छ त्यसलाई के भन्छ त्यसलाई अब राम्रोसँग अब सेतो कार्ड देख्यो के देखेपछि चाहिँ अबै शशाङ्कको कार्ड हो कि क्या हो भनेर चाहिँ यस्तो हुन्छ अरे हेर ल जागी यो भिडियो तर सरसम्म पुग्छ अर्कोचोटि चाहिँ फिक्स म बोलाउने नेक्स्टचोटि चाहिँ 100% 100% चाहिँ नभनौँ अझै छैन रहेछ कन्फिडेन्स